कृषि प्रधान नेपालमा माछा पालन आज रोजगारी पोषण र आय आर्जनको महत्त्वपूर्ण माध्यम बन्दै गएको छ। सीमित जमिन र उचित व्यवस्थापनबाट पनि राम्रो आम्दानी गर्न सकिने भएकाले माछा पालन प्रति किसानहरूको आकर्षण दिन प्रतिदिन बढिरहेको छ। यसैबीच कोशी प्रदेश सरकार अन्तर्गतको उद्योग कृषि तथा सहकारी मन्त्रालयले माछा पालन आम्दानीको भरपर्दो आधार अभियान चलाएर पोखरी तयारी, गुणस्तरीय भूरा छनौट, सन्तुलित आहार, पानीको गुणस्तर व्यवस्थापन नारा दिएर माछा पालन गर्ने किसानलाई हौसला प्रदान गर्दै आइरहेको छ। सफल माछा पालनको पहिलो चरण हो पोखरी उचित तयारी। पुरानो पोखरी भए सफाई, मर्मत तथा अनावश्यक झारपात हटाउनु पर्छ। आवश्यकता अनुसार चुन र प्रारङ्गिक मलको प्रयोग गरी पोखरीलाई उत्पादनका लागि उपयुक्त बनाइन्छ। पर्याप्त गहिराई र स्वच्छ पानीको व्यवस्था भएपछि मात्र माछा पालनका लागि पोखरी तयार हुन्छ। माछाको स्वस्थ वृद्धि र उच्च उत्पादनका लागि सन्तुलित आहार अपरिहार्य छ। माछाको उमेर र आकार अनुसार आवश्यक पोषक तत्व भएको दाना सही मात्रा र सही समयमा खुवाउनु पर्छ। अत्याधिक वा कम आहारले उत्पादनमा प्रतिकूल असर पार्न सक्छ। त्यसैले नियमित र सन्तुलित आहार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ। जब पोखरीको उचित तयारी, गुणस्तरीय भूराको छनौट, सन्तुलित आहार र पानीको गुणस्तर व्यवस्थापनलाई प्रभावकारी रूपमा अपनाइन्छ तब उत्पादन बढ्छ, लागत घट्छ र आम्दानीमा उल्लेखनीय वृद्धि हुन्छ। यही वैज्ञानिक अभ्यासले माछा पालनलाई दिगो व्यावसायिक र भरपर्दो आय आर्जनको माध्यम बनाउँछ।
आजको भिडियोमा हामी रूपचन्द माछा पालनको बारेमा कुरा गर्नेछौँ। तपाईहरूले पनि यो माछा पालेर लाखौँ आम्दानी गर्न सक्नुहुन्छ। नेपालमा अहिले व्यावसायिक माछा पालनमा रूपचन्द माछा निकै लोकप्रिय हुँदै गएको छ। यसलाई खास गरी छिटो बढ्ने र मिठो स्वादका कारण किसानहरूले एकदमै रुचाउने गरेका छन् र बजारमा यो माछाको डिमान्ड पनि एकदमै राम्रो छ। अब यो माछाको विशेषताहरूको बारेमा कुरा गरौँ। नम्बर 1, छिटो बढ्ने। यो माछालाई उचित तरिकाले दानापानी व्यवस्थापन गरेमा 6 देखि 8 महिनामा नै 700 ग्रामदेखि 1 केजीसम्म पुग्छ। नम्बर 2, रोग प्रतिरोधात्मक क्षमता राम्रो भएको। रूपचन्द माछा एउटा हाडी फिस हो। यो माछामा रोग कम लाग्ने र अलि फोहोर पानीमा पनि बाँच्न सक्ने हुन्छ। नम्बर 3, हाई डिमान्ड। यसको मासु स्वादिलो र काँडा कम हुने भएकोले यसको माग र मूल्य दुवै एकदमै राम्रो हुन्छ। नम्बर 4, यो माछालाई अन्य माछाहरूसँग मिलाएर पनि पाल्न सक्नुहुन्छ, जस्तो कि पंगासियस, कमन कार्पसँग मिलाएर पाल्न सक्नुहुन्छ। रूपचन्द एउटा सर्वहारी प्रकृतिको माछा हो। यसको वृद्धिको लागि 25 देखि 30 डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ। यदि 15 डिग्री सेल्सियस भन्दा कम तापक्रम भएमा यिनीहरू बिस्तारै खाना छोड्ने, रोग लाग्ने, बिरामी हुने र मर्ने सम्भावना धेरै हुन्छ। यो माछा पालनको लागि पोखरीमा डिजल्भ अक्सिजन 5 ppm र पानीको गहिराई 5 देखि 6 फिट हुनुपर्छ। अब यसको भुरा स्टकिङको बारेमा कुरा गरौँ। रूपचन्द माछालाई प्रति वर्गमिटर क्षेत्रफलमा 1 देखि 2 वटा स्टक गर्नु राम्रो हुन्छ। यो हिसाबले प्रति कट्ठा क्षेत्रफलमा 400 देखि 600 सम्म स्टक गर्दा एकदमै राम्रो हुन्छ। अब यसको आहार व्यवस्थापनको बारेमा कुरा गरौँ। रूपचन्द एउटा छिटो बढ्ने माछा हो। त्यस कारणले यिनीहरूलाई छिटो बढाउन सही तरिकाले फिड म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ। सुरुको अवस्थामा वा भुरा अवस्थामा यी माछालाई 32% प्रोटिन भएको फिड आवश्यक पर्छ। त्यसपछि ग्रोवर स्टेजमा 28 देखि 30% प्रोटिन भएको फिड खुवाउनुपर्छ। अब कति खुवाउने भन्ने बारेमा कुरा गरौँ। 10 ग्रामदेखि 50 ग्रामको माछालाई 5 देखि 7% दिनको 3 पटक, त्यसपछि 50 ग्रामदेखि 200 ग्रामको भएपछि 3 देखि 5% दिनको 2 पटक खुवाउनुपर्छ। 200 ग्रामभन्दा माथि भएपछि 3% को दरले दिनको 2 पटक खुवाउनु पर्ने हुन्छ। उदाहरणको लागि तपाईँको पोखरीमा 10 ग्राम साइजको 500 भुरा छन् भने टोटल बायोमास 5000 ग्राम अर्थात् 5 केजी हुन्छ। 5 केजी माछालाई दैनिक 7% को दरले गर्दाखेरि 350 ग्राम हुन्छ। 350 ग्राम तपाईँले दिनको 3 पटक दिनुपर्ने हुन्छ। तपाईँले यसरी पनि खुवाउन सक्नुहुन्छ, जस्तो कि तपाईँले कुन कम्पनीको दाना खुवाउनुहुन्छ, जुन कम्पनीको दाना खुवाउनुहुन्छ त्यो कम्पनीको फिडिङ चार्ट अनुसार खुवाउन सक्नुहुन्छ। हरेक दाना कम्पनीहरूको फिडिङ चार्ट हुन्छ, त्यही फिडिङ चार्ट अनुसार तपाईँले दाना खुवाउन सक्नुहुन्छ। रूपचन्द माछाको डाँट अन्य माछाहरूको भन्दा फरक हुन्छ र ठुल्ठुला हुन्छन्, जसले गर्दा यिनीहरूले एकले अर्कालाई टोक्ने वा अट्याक गर्न सक्ने सम्भावना एकदमै धेरै हुन्छ। यदि तपाईँले राम्रोसँग आहार खुवाउनु भएन, आहार पुगेन, समयमा दिनु भएन भने अन्य माछाहरूलाई अट्याक गर्ने सम्भावना एकदमै धेरै हुन्छ। त्यस कारणले राम्रो क्वालिटीको फिड र पानीको राम्रो व्यवस्था मिलाउनुपर्छ। यसको साथै तपाईँले एरिएटरको व्यवस्था गर्न सकेमा अझ छिटो बढाउन सक्नुहुन्छ। यो माछाको लागि 15 डिग्री सेल्सियस भन्दा कम तापक्रम एकदमै जोखिमपूर्ण हुन्छ। जाडोमा यो माछाले दाना कम खाने, सुस्त हुने र वृद्धि विकास रोकिन जान्छ। चिसो मौसममा यो माछालाई फङ्गस, ब्याक्टेरियाहरूको सङ्क्रमण हुन सक्ने भएकोले जाडो सुरु हुनुभन्दा अगाडि नै बेच्ने गरी माछा स्टक गर्नुपर्ने हुन्छ। बजार भाउ एकदमै राम्रो छ, डिमान्ड राम्रो छ, तर मार्केट बुझेर आफ्नो ठाउँमा कुन माछा बिक्छ त्यही माछा पाल्नुहोस्, सुनेको भरमा मात्र नपाल्नुहोस्। तपाईँहरूले यसरी माछा पालन गर्नुभयो भने यो माछाबाट राम्रो इन्कम गर्न सक्नुहुन्छ।